जय मसीह। के तपाईँले सोच्नु भएको छ किन हामी गुड फ्राइडे भन्छौँ अर्थात् असल शुक्रबार भन्छौँ? जब सम्पूर्ण संसारले एउटा निर्दोष, धार्मिक र परमेश्वरको पुत्रलाई क्रुसमा झुन्ड्याइएको थियो। थाहा छ, कुनै आमाले पनि आफ्नो जवान छोरोलाई आफ्नै आँखा अगाडि मर्दा रमाउँदिनन्। कुनै पनि परिवारले त्यो दिनलाई पवित्र मान्दैन। कुनै पनि परिवारले त्यो दिनलाई खासमा राम्रो मान्दैनन्। तर पनि क्रिस्चियनहरूले अर्थात् इसाईहरूले त्यो दिनलाई गुड फ्राइडे भन्छन्। के यो शब्द विवादास्पद जस्तो देखिँदैन? वा यसको पछि कुनै गहिरो रहस्य छ? जब यीशु ख्रीष्टलाई क्रुसमा झुन्ड्याइदिएको थियो तब उनका हात र खुट्टामा किला ठोकिएको थियो। जब उनको रगत क्रुसबाट बगिरहेको थियो, सूर्यले आफ्नो प्रकाश लुकाएको थियो, पृथ्वी काँपेको थियो र मन्दिरको पर्दा माथिबाट तल फाटिएको थियो। यो साधारण मृत्यु थिएन, यो त एउटा महान बलिदान थियो। र यो केवल बलिदान मात्र नभएर मानव जातिको लागि परमेश्वरको उत्तर थियो, अन्तिम उत्तर थियो। आज केही मानिसहरूले यस बलिदानलाई हाँसोमा उडाउँछन्। उनीहरू भन्दछन्, यदि येशू साँच्चीकै परमेश्वरको पुत्र थिए भने किन उनले आफ्नो जीवन क्रुसबाट बचाउन सकेनन्? यदि उनी सक्षम थिए भने किन उनले जीवन बलिदान गरे अर्थात् आफैलाई बलिदान गरे? तर कसैले सोचेका छन् कि उनले आफ्नो जीवन बचाउन प्रयास पनि गरेनन्। वास्तविक प्रश्न यो होइन कि येशू किन आफ्नो जीवन बचाउन सक्नु भएन। वास्तविक प्रश्न यो हो कि उनले किन हामीलाई बचाउन आफ्नो मृत्यु स्वीकार गरे। तपाईलाई थाहा छ, जसले प्रभु येशूलाई साँचो विश्वास गर्दछन् उनीहरूको हृदयमा क्रुस छ। प्रत्येक चर्चको भित्तामा क्रुस छ। आज इसाई विश्वासीहरू यसलाई गर्वको चिन्ह मान्दछन्। तर किन? के यो अपमानको प्रतीक होइन? रोमन साम्राज्यमा क्रुस सबैभन्दा भयङ्कर, पीडादायी र अपमानजनक सजाय थियो। यो सजाय समाजलाई खतरनाक मानिने अपराधीहरूलाई दिइन्थ्यो, जस्तै डाकु, बलात्कारी र देशद्रोही। र परमेश्वरको पुत्रले आफ्नो लागि यही सजाय रोजे। किन? एकचोटि क्रुसको बारेमा सोच्नुहोस् त। दुईवटा काठका टुक्राहरू जसलाई श्रापित मानिन्थ्यो। कसैले, कुनै परिवारले त्यो क्रुस आफ्नो घरमा राख्न चाहँदैनथे। त्यो त लाजको प्रतीक थियो त्यति बेलाको समयमा। तर के भयो? त्यही क्रुस आज मानिसहरूको आशाको प्रतीक बनेको छ। किन लाखौँ मानिसहरूले आज त्यो क्रुसलाई मान्यता दिन्छन्? यसको उत्तर हामीले त्यो क्रुसको पछिको रहस्य बुझेपछि नै पाउँछौँ। आउनुहोस्, प्रत्येक कथाको सुरुवात हुन्छ र यो कथाको सुरुवात पनि एउटा बगैँचाबाट भएको हो, आदमको बगैँचाबाट, जहाँ मानिसले पहिलो पटक परमेश्वरको आज्ञा उल्लङ्घन गर्यो। परमेश्वरले आदम र हव्वालाई एउटा सुन्दर संसार दिनुभएको थियो, दुःख, मृत्यु वा पापबाट मुक्त निर्दोष जीवन दिनुभएको थियो। तर परमेश्वरले उनीहरूलाई एउटा मात्र आज्ञा दिनुभएको थियो र मानिसले त्यो एउटा आज्ञा पनि पालन गर्न सकेन। जब आदम र हव्वाले परमेश्वरको आज्ञालाई व्यवस्था गरे अर्थात् उल्लङ्घन गरे, त्यहाँ एउटा मात्र बन्धन टुटेन। मानिस र परमेश्वरको बीचको गहिरो पवित्र सम्बन्ध टुक्रिएर बिग्रियो र संसारमा पहिलो पटक पापको प्रवेश भयो, मृत्यु आयो। मानिस परमेश्वरबाट पहिलो पटक अलग भयो। अब परमेश्वरको स्वभावलाई पनि बुझ्न महत्त्वपूर्ण छ।
परमेश्वर केवल प्रेम मात्र होइन, उहाँ न्यायपूर्ण पनि हुनुहुन्छ। र न्यायले भन्छ कि जब कसैले अपराध गर्छ उसलाई सजाय दिनै पर्छ। के तपाईँले त्यस्तो न्यायाधीशलाई स्वीकार गर्न सक्नुहुन्छ जसले बलात्कारी र हत्यारालाई छोडिदिन्छ? यदि कसैले त्यसो भन्छ भने अबदेखि केही नगर, उनीहरूलाई छोडिदेऊ, के तपाईँ त्यसलाई न्याय भन्नुहुन्छ? होइन, यो अन्यायको सबैभन्दा ठुलो उदाहरण हो। यो सत्यलाई व्याख्या गर्न म हाम्रो देशमा भएको एउटा घटनालाई देखाउन चाहन्छु। केही वर्ष अगाडि सोतीको घटनामा विवाह गर्न गएको बेहुला पक्षका केही युवाहरूलाई तल्लो जाति भएको उदाहरण दिँदै आरोप लगाउँदै गाउँका केही मानिसहरू मिलेर हत्या गरे। यहाँ ती हत्याराहरूको अत्याचार एकदमै ठुलो थियो। वास्तवमा केही दिन देश पूर्ण रूपमा स्तब्ध भयो। मानिसहरूले प्रत्येक सडक र चोकमा जम्मा भए, आन्दोलन गरे, त्यो हत्याको विरुद्धमा आवाज उठाए, दोषीलाई फाँसीको सजाय दिउँ भनेर कुरा गरे, नारा लगाए। र त्यसको धेरै समय पछाडि ती सबै हत्यामा संलग्न व्यक्तिहरूले आजीवन कारावासको सजाय पाए। प्रिय मित्रहरू, त्यस्तै गरेर जब आदमले पाप गर्यो, परमेश्वरले उनलाई हेर्नुभयो। यो भएन, उहाँको न्यायले बोल्यो। पापको सजाय मृत्यु थियो। तर यहाँ मृत्युको अर्थ केवल सास रोकिनु मात्र थिएन। बाइबलले हामीलाई बारम्बार भन्छ कि मृत्युको वास्तविक अर्थ भनेको परमेश्वरबाट सदाको लागि अलग हुनु हो, अर्थात् प्रेम र शान्ति बिनाको जीवन, उज्यालो बिनाको जीवन। त्यहाँ केवल अन्धकार, निराशा र विनाश मात्र हुन्छ। यो केवल आदमको कथा होइन प्रिय मित्रहरू, यो हाम्रो कथा हो। हामी सबै पापको एउटै परिवारमा जन्मिएका छौँ। यस पृथ्वीमा जन्मिएको प्रत्येक व्यक्ति पापको बोझ लिएर जन्मिन्छ। बालक होस् वा वृद्ध, धनी होस् वा गरिब, प्रत्येक मानिस परमेश्वरबाट अलग हुँदै जन्मिन्छ। अब प्रश्न थियो, के यो सम्बन्ध कहिले पुनः जोडिन सक्छ? के यो सम्बन्ध फेरि स्थापित गर्न सकिन्छ? त्यस्तो के उपाय छ जसमा न्याय पनि पुरा हुन्छ र प्रेम पनि सिर्जना हुन्छ? हो, एउटा मात्र उपाय थियो। त्यो थियो बलिदानको मार्ग, बलिदानको बाटो। जब मानिसले पाप गर्यो, परमेश्वरले तुरुन्त तरबार प्रयोग गर्नु भएन। उहाँले एउटा बाटो देखाउनु भयो। उहाँले भन्नुभयो, यदि पापले छुनै नसक्ने निर्दोष प्राणीलाई मारियो भने पापीले क्षमा पाउन सक्छ। त्यसैले हामीले पुरानो नियममा गाई, बाख्रा, भेडा बलिदान भएको देख्छौँ। प्रत्येक पापको बदलामा एउटा जनावर मारिन्थ्यो। यो व्यवस्था परमेश्वरले मानिसलाई आफ्नो न्यायबाट बचाउन दिएका थिए। तर के त्यो स्थायी समाधान थियो त? होइन, यो त एउटा अस्थायी समाधान थियो। जस्तै घाउलाई पट्टी बाँध्ने तर उपचार नगर्ने। मानिसहरू बलिदान गर्थे, पाप गर्थे, फेरि बलिदान गर्थे। यो चक्र कहिल्यै नरोकिने थियो, कारण मानिसको हृदयको गहिराईमा समस्या थियो, जो भित्रबाट नै पापतिर झुकेको थियो। अब पापको ऋण एकैचोटि तिर्न एउटा बलिदान चाहिन्थ्यो र त्यही भयो। जब परमेश्वरले निर्णय गर्नुभयो कि अब कुनै पनि जनावर होइन तर मानिस आफै यो पृथ्वीमा आउनेछ, जब मानिसका बलिदानहरूले केही रोक्न सकेनन्, जब प्रत्येक बलिदान अस्थायी समाधान मात्र थियो, तब एक दिन न्याय र प्रेम परमेश्वरको सिंहासन अगाडि आमन्य सामन्य भयो। न्यायले भन्यो, यदि पाप भएको छ भने सजाय पनि दिनुपर्छ। र प्रेमले भन्यो, म मानव जातिलाई हराउन चाहन्न।
अनि परमेश्वरको सिंहासनले मानवतर्फ आवाज उठायो, म आफै झर्छु। परमेश्वरले आफ्नो एकमात्र पुत्रलाई यस धरतीमा पठाउनुभयो र गौरव र स्वर्गीय तेज साथ होइन, एउटा साधारण बालकको रूपमा। उनी महलमा होइन, गोठमा जन्मिनुभयो। उहाँलाई सुनको पाल्की र सङ्गीतले स्वागत गरिएन। एउटा थकित आमा र गरिब बुबाले उनलाई काखमा बोके। त्यो त्यही पुत्र हुनुहुन्थ्यो जसले आकाश रच्नुभयो, समुद्रको लहरहरूलाई नाम दिनुभयो र ताराहरूलाई गणना गर्नुभयो। र अब उहाँ मानव जस्तै जीवन बिताउन तयार हुनुभयो। तर किनभने परमेश्वरले जान्नुभयो कि मानिसले कहिल्यै पापको ऋण तिर्न सक्दैन। उसले जति पनि राम्रो गरोस्, जति पटक मन्दिर जाओस्, जति बलिदान गरोस्, उसको हृदय पापले बाँधिएको छ र यो ऋणको कुनै अन्त्य थिएन र मानिसको हातमा पनि यसको कुनै समाधान थिएन। परमेश्वरले यस असम्भव समस्याको लागि अत्यन्तै अद्भुत समाधान बनाउनुभयो र उहाँ आफै मानव बन्नुभयो। किनभने एउटा मानिसले मात्र अर्को मानिसको सट्टा लिन सक्छ र एउटा निर्दोष मानिसले मात्र पापीहरूको लागि मर्न सक्छ। अब प्रश्न उठ्छ, परमेश्वर कसरी मर्न सक्छन्? र उत्तर चाहिँ यस्तो छ, उहाँ मान्छे बन्नुभयो ताकि मृत्युको सामना गर्न सकियोस्। उहाँ यो पृथ्वीमा आउनुभयो ताकि अरूको पीडा बुझ्न सकियोस् र हामी जस्ता जीवनका कठिनाइहरू सहन सकियोस् र अन्तत हाम्रो लागि मर्न सकियोस्। यसकारण येशू ख्रीष्ट जन्मिनुभयो र बाइबलले भन्छ उहाँले कहिल्यै पाप गर्नु भएन, उहाँले कहिल्यै झुटो बोल्नु भएन र कहिल्यै चोरी गर्नु भएन, कसैप्रति अन्याय गर्नु भएन। उहाँ एकदमै दयालु हुनुहुन्थ्यो, प्रेम बाँड्नुभयो र समाजले त्यागेका मानिसहरूसँग बस्नुभयो। अनि जब समय आयो, त्यो क्षण आयो जब उहाँ क्रुसतिर कदम बढाउनुभयो। अब त्यो दृश्य कल्पना गर्नुहोस् त, एउटा व्यक्ति जसलाई राजाको रूपमा स्वागत गरिएको थियो, अब उहाँ मानिसहरूको अगाडि अपमानित हुँदै हुनुहुन्थ्यो। उहाँको टाउकोमा काँडाको मुकुट छ, शरीरमा घाउहरू छन्, पिठ्यौँबाट रगत बगिरहेको छ र उहाँ सडकको बाटो हुँदै हिँड्दै हुनुहुन्छ। को हुन् त उनी? उनी त्यो हुन् जसले आँधी र तुफानलाई आज्ञा दिनुहुन्थ्यो। उनी त्यो हुन् जसले शब्दले मृतकलाई जीवन दिनुहुन्थ्यो। उनी त्यो हुन् जसले पापले लादेका हृदयहरूलाई शान्ति दिनुहुन्थ्यो। र अब पापको बोझ क्रुसतिर बढिरहेको थियो। जब उहाँले क्रुसमा आफ्नो हात फैलाए र काँडे मुकुटलाई स्वीकार गरे। प्रिय मित्रहरू, यो कुनै दुर्घटना थिएन, यो त एउटा योजना थियो। यो ब्रह्माण्डको सुरुवातदेखि निम्तिएको बलिदान थियो। अनि जब अन्तिम क्षण आयो, जब उहाँको ओठबाट अन्तिम शब्द निस्कियो, अब पुरा भयो। यूहन्नाको 19 अध्यायको 30 पदमा जब येशू क्रुसमा हुनुहुन्थ्यो, उहाँले ठुलो स्वरले भन्नुभयो, सबै कुरा पुरा भयो। यसलाई मूल ग्रीक भाषामा टेटेलेस्ताई भनिन्छ, अर्थात् पुरा भयो। यसको अर्थ केवल पुरा भयो होइन, यसको अर्थ हो पुरै तिरिएको। यो शब्द व्यापारीहरूले प्रयोग गर्थे त्यतिखेर। जब कसैले आफ्नो सबै ऋण तिरिदिन्थ्यो, उसको रसिदमा लेखिदिन्थ्यो कि टेटेलेस्ताई, अर्थात् पुरै ऋण सकियो।
त्यसैले जब येशूख्रिस्टले टेटेलेस्ताई भने अर्थात् अब सिद्धियो भने उनले केवल आफ्नो जीवन सकिएको भनेको होइन। उनले भने अब मैले सबै तिरिसकेको छु, अर्थात् मैले गरिसकेको छु जो अरूले गर्न सक्दैनन्। उहाँले भन्नुभयो अब हरेक पापको मूल्य तिरिएको छ। परमेश्वरले आफ्नो पुत्रलाई रोक्नु भएन, किनभने उहाँलाई थाहा थियो कि यो बलिदान न्याय पुरा गर्न र प्रेमलाई बचाउन एकमात्र उपाय थियो। दोस्रो कोरिन्थी 5:21 भन्छ, उहाँले पाप नजान्नेलाई अर्थात् येशूलाई हाम्रो लागि पाप बनाउनुभयो ताकि हामी उहाँमा परमेश्वरको धार्मिकता बन्न सकौँ। यसको बारेमा सोच्नुहोस्, जो निर्मल, स्वच्छ, सफा, शुद्ध थिए, उहाँलाई पापी बनाइयो ताकि पापीहरू निर्मल बन्न सकुन्। यो एउटा रूपान्तरण थियो, एउटा दिव्य उपहार जसमा हामीले केही दिएनौँ तर सबै पायौँ। यो एउटा अद्भुत कार्य थियो जुन कुनै मानिसले गर्न सक्दैन थियो, किनभने प्रत्येक व्यक्ति पापमा जन्मिएको छ। सबैजना श्रापमा बाँधिएका छन्। यसै कारण यो कार्य त्यो एकले मात्र गर्न सक्थे जो पापबाट अछुत थियो, जो केवल मानव मात्र होइन परमेश्वर पनि हुनुहुन्थ्यो। अर्को कुरा, येशूख्रिस्टको मृत्यु हार थिएन, यो त एउटा महान विजय थियो। उहाँले कसैबाट यो जीवन लिनु भएन, उहाँले आफ्नै इच्छापूर्वक दिनुभयो। यूहन्ना 10:18 येशूख्रिस्टले भन्नुभएको छ, कसैले यो जीवन मबाट लिँदैन तर म आफै दिन्छु। मसँग यो दिने अधिकार छ र फेरि लिने अधिकार पनि छ। कसैले जबरजस्ती उहाँलाई क्रुसमा लगेनन्, उहाँ हाम्रो सट्टा लिन त्यहाँ जानुभयो। उदाहरणको लागि, एउटा यस्तो बुबा जसले आफ्नो छोरा आगोमा खस्न लागेको देख्छ र आफै दौडिन्छ र आगोमा उफ्रिन्छ, त्यस्तै गरी येशूख्रिस्टले आफ्नो ज्यान हाम्रो सट्टामा दिनुभयो। त्यसैले जब उहाँ क्रुसमा टेक्नु भएको थियो, उहाँको ओठ सुकिसकेको थियो, उहाँको शरीर काँपिरहेको थियो। उहाँ मर्दै मात्र हुनुहुन्थेन, उहाँले त हाम्रो पापको मूल्य तिर्दै हुनुहुन्थ्यो। उहाँले हाम्रो झुट, हाम्रो अहङ्कार, हाम्रो कामुकता, हाम्रो ईर्ष्या, हाम्रो हिंसाको मूल्य र हरेक पापको मूल्य तिरिदिनुभयो। अब कुनै पनि बलि दिन बाँकी छैन, अब कुनै ऋण बाँकी छैन, अब कुनै खाडल बाँकी छैन। प्रिय मित्रहरू, त्यो क्रुस केवल 2वटा काठका टुक्रा मात्रै होइन, यो त मानिसलाई परमेश्वरसँग जोड्ने पुल हो। जब येशूख्रिस्टले क्रुसमा आफ्नो ज्यान दिनुभयो, यो केवल उहाँको मृत्यु मात्र थिएन, यो त सदियौँदेखि हुँदै आएको भविष्यवाणीको पुरा भएको थियो। खासमा यो समय ब्रह्माण्डको सृष्टिको सुरुवातदेखि निर्धारित थियो। त्यो क्षण थियो जुन भविष्यवक्ताहरूले सयौं वर्ष अगाडि सुनाएका थिए, बोलेका थिए र यो आइपुगेको थियो। हरेक घटना, हरेक कदम, हरेक कुरा उहाँको समयअनुसार भइरहेको थियो र कसैले पनि, राजाले होस् या सिपाही, यो समयलाई रोक्न सक्दैन थियो। येशूख्रिस्टको जीवनको सबैभन्दा आश्चर्यजनक कुरा के थियो भने उहाँ आफैले नचाहेसम्म कसैले उहाँलाई समात्न सक्दैन थिए। बाइबलले हामीलाई धेरै पटक भन्छ,
जब फरिसीहरू र प्रमुख यहुदी नेताहरूले पुजारीहरूले उहाँलाई पक्राउ गर्न चाहे, तर हरेक पल्ट तिनीहरू असफल भए। यूहन्ना 7 अध्यायको 30 पदमा लेखिएको छ, तिनीहरूले उनलाई पक्राउ गर्न खोजे, तर कसैले उहाँलाई छुन पनि सकेन, किनभने उहाँको समय अझै आएको थिएन। अनि यूहन्ना 7 अध्यायको 45 देखि 46 पदमा यसरी लेखिएको छ, जब मुख्य योजनाकारहरूले येशूलाई पक्राउ गर्न सिपाहीहरू पठाए, तिनीहरू खाली हात फर्किए। जब सोधियो किन तिनलाई नल्याएको, सिपाहीहरूले भने, कसैले यस व्यक्तिले जस्तो कुरा गरेको सुनिएको छैन। उहाँ साधारण मानिस हुनुहुन्न, उहाँ त त्यो हुन् जसले समय सिर्जना गरे, र अब उनी आफै हाम्रो लागि समयको अधीनमा थिए। जब उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो कि समय आइपुग्यो, उहाँहरू कुनै अज्ञात बाटोमा हिँड्दै हुनुहुन्थेन। उहाँलाई यरुशलेममा के हुनेछ भन्ने कुरा थाहा थियो, र तिनीहरूले पछि फर्केर हेरेनन्। तिनीहरूले आफैले क्रुसको बाटो रोजे। लुका 18 अध्यायको 31 देखि 33 पदले भन्छ, त्यसपछि उहाँले 12 जनालाई आफ्नो छेउमा बोलाएर भन्नुभयो, हेर, हामी यरुशलेमतिर जाँदैछौँ, र मानव पुत्रको बारेमा भविष्यवक्ताहरूले लेखेका सबै कुरा पुरा हुनेछ, किनभने उनी यहुदीहरूको हातमा सुम्पिनेछन्। तिनीहरूले उनलाई ठट्टा गर्नेछन्, अपमान गर्नेछन्, थुक्नेछन्, कोराले हान्नेछन् र मार्नेछन्। तेस्रो दिनमा उहाँको पुनरुत्थान हुनेछ। येशूले आफ्नो अन्तिम दिनहरू कति स्पष्ट रूपमा चेलाहरूलाई वर्णन गर्नुभएको छ। यो कुनै अकस्मात घटना थिएन, यो त पूर्ण रूपमा निर्धारित भएको घटना हो। यूहन्नाको पुस्तक 12 अध्यायको 23 पदमा येशूले भन्नुभयो, मानव पुत्रको महिमाको समय आइपुग्यो। यो त्यो समय थियो जब उहाँको महिमा क्रुसमा प्रकट हुने थियो। यो महिमा संसारले चाहेको प्रकारको थिएन। सुनको मुकुट, राज्यको सिंहासन वा चम्किलो कवच। यो महिमा काँडाको मुकुट, रगतले सजिएको लुगा वा काठको क्रुसको थियो। तर तपाईँले कहिले सोच्नुभयो किन सबै कुरा यति सठिक रूपमा घटिरहेको थियो? किनभने परमेश्वरको समय सबैमा पूर्ण छ। गलाती 4 अध्यायको 4 पदमा लेखिएको छ, तर जब समय पुरा भयो, परमेश्वरले आफ्नो पुत्र पठाउनुभयो, जो एक महिलाबाट जन्मिएका र व्यवस्थाको अधीनमा हुनुहुन्थ्यो। सबै कुरा समयअनुसार भइरहेको थियो, एक क्षण अगाडि पनि होइन र एक क्षण पछाडि पनि होइन। येशू ख्रीष्टको जन्म, उहाँको जीवन, उहाँको शिक्षा, उहाँको बलिदान सबै परमेश्वरको समयमा भइरहेको थियो। तपाईँलाई थाहा छ, हामीले ब्याङ्कबाट ऋण लिँदा निश्चित समय दिइन्छ। मेबी 2 वर्ष हुनसक्छ, 5 वर्ष हुनसक्छ, 10 वर्ष हुनसक्छ। हामीले त्यो समयमा ब्याज तिर्नुपर्छ। तर पापको ऋण यस्तो थियो कि कुनै अन्तिम मिति थिएन, कुनै खाता नम्बर थिएन जुन हामीले बिस्तारै भर्न सक्थ्यौँ। यो ऋण एउटै समाधानले मात्र तिर्न सकिन्थ्यो। त्यो थियो एउटा पूर्ण बलिदान, जुन येशू ख्रीष्टले त्यो ऋण मात्र तिर्नु भएन, तर हामीलाई पापको ऋणबाट पनि स्वतन्त्र गराउनुभयो। अब हामी परमेश्वर कहाँ फर्कन सक्छौँ। अब त्यो ढोका खुल्यो जुन आदमको पाप पछाडि बन्द भएको थियो। अब त्यो समय आइपुग्यो जब हामी भन्न सक्छौँ, मलाई आफ्नो पापबाट भाग्नु पर्दैन, मलाई बलिदान दिनु पर्दैन, मलाई त्याग गर्नु पर्दैन,
किनभने अब उहाँ आउनुभयो जसले मेरो लागि सबै गरिसक्नु भएको छ। जब येशू ख्रीष्ट त्यो क्रुसमा झुन्डिनु भएको थियो, यो कुनै अलग दृष्टिकोण थिएन, यो परमेश्वरको योजनाको केन्द्र थियो। त्यहाँ परमेश्वर मानिससँग पुनर्मिलन भएको थियो। त्यहाँ पापले सिर्जना गरेको दूरीको अन्त्य भएको थियो। त्यहाँ न्याय र प्रेम एक भएको थियो। त्यो क्रुस केवल दुईवटा काठको टुक्रा मात्र होइन, यो त परमेश्वर र मानिस बीचको पुल हो। एकातर्फ हामी उभिरहेका छौँ दुईवटा भाँचिएका आत्माहरूको साथमा, अर्कोतर्फ उहाँ खडा हुनुहुन्छ आफ्नो हात फैलाउँदै हामीलाई बोलाउँदै, आऊ, किनभने अब सबै कुरा पुरा भएको छ। प्रभु येशू ख्रीष्टले क्रुसमा सबै कुरा पुरा भयो भनेको क्षणदेखि आजसम्म संसारमा एउटा साक्षी छ जसलाई न समयले दबाउन सक्यो, न तर्कले हल्लाउन सक्यो, न विरोधले लुकाउन सक्यो। त्यो साक्षीको कारण, त्यो बलिदानको कारण आज अनगिन्ती मानिसहरूले क्रुसलाई आफ्नो हृदयमा सजाएका छन्, घरमा राखेका छन्, मण्डलीको भित्तामा राखेका छन्, आफ्नो जीवनको सर्वोच्च स्थान दिएका छन्। किनभने त्यो क्रुस जुन एक समयमा अभिशाप थियो अब आशा बनेको छ। त्यो क्रुस जुन एक समयमा पापीहरूको मृत्युको चिन्ह थियो अब नयाँ जीवनको सुरुवात बनेको छ। मानिसहरूले त्यो क्रुस लुकाउँदैनन् किनभने उनीहरूले अनुभव गरेका छन् कि त्यो केवल दुईवटा काठ होइन तर दुई संसार बीचको पुल हो। एकातर्फ हराएको पापी मान्छे छ र अर्कोतर्फ पवित्र परमेश्वर हुनुहुन्छ। येशू ख्रीष्टले हाम्रो लागि मरेर हाम्रो ऋण तिरेर मात्र होइन, मृत्युको 3 दिनपछि उनले आफ्नो भनाइअनुसार नै उहाँ नै हुन् भनेर प्रमाणित गर्नुभयो। उहाँ परमेश्वरको पुत्र हुनुहुन्छ। पुनरुत्थानपछि उहाँ केवल जीवित मात्र रहनु भएन, उहाँले 40 दिनसम्म पृथ्वीमा बसेर आफ्ना चेलाहरूलाई भेट्नुभयो, तिनीहरूलाई सिकाउनुभयो र स्वर्ग फर्कनुभयो जहाँ उहाँ अहिले पनि जीवित हुनुहुन्छ र सिंहासनमा बस्नुभएको छ। त्यति बेला पनि उहाँका अनुयायीहरू उहाँको महिमाको सिंहासनको बारेमा कम कुरा गर्छन् र उनको बलिदानको बारेमा धेरै कुरा गर्छन्। उनीहरूले त्यो क्रुस बिर्सँदैनन् किनभने त्यो क्षण त्यो हो जब सबै कुरा परिवर्तन भयो। सुरुमा मानिस परमेश्वर कहाँ जान सक्दैनथ्यो, पापले बाटो रोकेको थियो। बलिदानको परम्पराले केवल छोटो समयको राहत दिन्थ्यो तर मन परिवर्तन गर्दैनथ्यो। पापको स्वभावले मानिसलाई फेरि उही अन्धकारतिर तान्थ्यो। तर अब त्यो समय आइपुग्यो जब कुनै पनि जनावरको बलिदान आवश्यक थिएन। आवश्यक परेमा केवल येशू ख्रीष्टको बलिदानमा मात्रै भर पर्नुपर्छ। सुरुमा मानिसहरूले हरेक पापको लागि निर्दोष जनावरको बलि दिन्थे। तिनीहरूले अल्प समयको लागि क्षमा पाउँथे। तर अब क्रुसमा त्यो अन्तिम र पूर्ण बलिदान दियो, एउटा यस्तो बलिदान जसमा कुनै दाग वा दोष थिएन, किनभने परमेश्वरले स्वीकार गर्नुभएको बलिदान उहाँको पुत्र येशू ख्रीष्ट नै हुनुहुन्थ्यो जसले आफ्नो जीवनमा एउटा पनि पाप गर्नु भएन। बाल्यकालदेखि नै उहाँले कहिले झुट बोल्नुभएको थिएन। यही कारणले हामीले हरेक पटक मन्दिर जानेर जनावर बलिदान गर्नुपर्ने अब आवश्यकता छैन। अब हामीले गर्नुपर्ने एक मात्रै काम उहाँमा विश्वास गर्नु हो जसले हाम्रो लागि सबै गरिसक्नु भएको छ। यसैले क्रिस्चियनहरूले आफ्नो जीवनमा क्रुसलाई उच्च स्थान दिन्छन्।
तिनीहरूले यसको साक्षी दिन्छन् र मानिसहरूलाई भन्दछन् कि तिनीहरूको पापको मूल्य तिरिएको छ। तिनीहरूले अब दोषी महसुस गर्नु पर्दैन। तिनीहरूले अब डरमा बाँच्नु पर्दैन। तिनीहरूले बस एक मात्र काम गर्नुपर्छ, त्यो हो पश्चाताप गरेर परमेश्वर कहाँ फर्कनु। किनभने येशू ख्रीष्टले कसैलाई बलिदान गर्नु भएन। बाइबलमा लेखिएको छ, जो कोहीले विश्वास गर्छ उसले उद्धार पाउँछ। अब यो प्रत्येक व्यक्तिको निर्णयमा निर्भर छ कि उसले यो साक्षी स्वीकार गर्छ वा क्रुसबाट मुख फेर्छ। केही मानिसहरू येशू ख्रीष्टले क्रुसमा मर्नुभएको विश्वास गर्छन्। तिनीहरूले तेस्रो दिन उहाँको पुनरुत्थानको कुरा पनि सुनेका छन्। तर यदि तिनीहरू बाइबलमा विश्वास गर्छन् भने तिनीहरूले यो पनि विश्वास गर्नुपर्छ कि येशू ख्रीष्ट नै बाटो, सत्य र जीवन हुनुहुन्छ। यहाँ एउटा कुरा स्पष्ट छ, प्रभुले कहिल्यै पनि कसैलाई जबरजस्ती आफ्नोतर्फ आउनु भनेर भन्नुभएको छैन। उहाँले कसैलाई बप्तिस्मा लिने वा उहाँलाई पूजा गर्ने आदेश दिनुभएको छैन। प्रभुले कहिल्यै असहायताको मार्ग रोज्नु भएको छैन। उहाँले यो पनि भन्नुभएको छ, यदि कसैले तपाईँलाई स्वीकार गर्दैन वा तपाईँको कुरा सुन्दैन भने त्यस घर वा सहर छोडेर हिँड्नुहोस्। यदि कसैले येशू ख्रीष्टको सुसमाचार स्वीकार गर्दैन भने तपाईँले गर्नुपर्ने एकमात्र काम भनेको उसलाई सुनाउनु हो। स्वीकार गर्ने वा नगर्ने निर्णय उसको हृदयको कुरा हो। प्रभुले कसैलाई बाध्य पार्नुहुन्न। यसैले यो उद्धार यति मनोहर छ कि यो प्रेममा आधारित छ, दबावमा होइन। प्रभुलाई हाम्रो आवश्यकता छैन। उहाँ पूर्ण र निर्दोष र अखण्ड हुनुहुन्छ। तर हामीलाई उहाँको आवश्यकता छ, किनभने हाम्रो भित्रको खालीपन र अन्धकार अरू कसैले पनि भर्न सक्दैन। यदि आज तपाईँले यो भिडियो हेर्नुभयो र महसुस गर्नुभयो भने कि तपाईँले आफ्नो जीवनमा येशू ख्रीष्टलाई स्वीकार गर्नुपर्छ भने तपाईँलाई कुनै विशेष ठाउँ, परम्परा र व्यक्तिको आवश्यकता पर्दैन। तपाईँ जहाँ हुनुहुन्छ, जस्तो हुनुहुन्छ त्यहीँ बसेर यो प्रार्थना गर्न सक्नुहुन्छ। तपाईँले आफ्नै शब्दमा यसो भन्न पनि सक्नुहुन्छ, हे प्रभु येशू ख्रीष्ट, म पापी हुँ भन्ने कुरा स्वीकार गर्दछु। मेरा पापहरूको लागि पश्चाताप गर्छु। अब म कहिल्यै पाप नगर्ने प्रतिज्ञा गर्छु। हे प्रभु, मेरो हृदयमा आउनुहोस्। म तपाईँलाई मेरो उद्धारकर्ताको रूपमा स्वीकार गर्छु। मेरो जीवन तपाईँलाई समर्पित गर्दछु। येशू ख्रीष्टको नाउँमा, आमेन। प्रिय मित्रहरू, यदि तपाईँले यो प्रार्थना गर्नुभयो भने तपाईँले उद्धार पाउनुभएको छ, उद्धारकर्ता पाउनुभएको छ। तपाईँले त्यो क्षमा पाउनुभएको छ जुन मानिसले आफ्नै प्रयासले कहिल्यै प्राप्त गर्न सक्दैनन्। अब तपाईँ आदमको पापबाट मुक्त हुनुभएको छ। अब तपाईँ प्रभुसँग जोडिन सक्नुहुन्छ। अब तपाईँले उहाँको बारेमा थप जान्न सक्नुहुन्छ। यसको लागि तपाईँ अब बाइबलमा आधारित एउटा आध्यात्मिक चर्चको सदस्य बन्नुहोस्, जहाँ तपाईँले शिक्षा, सहभागिता र आत्मिक पोषण प्राप्त गर्नुहुनेछ। मलाई लाग्छ अब तपाईँले बुझ्नुभएको हुनुपर्छ किन गुड फ्राइडेलाई राम्रो, असल शुक्रबार भनिन्छ। यो राम्रो छ किनभने त्यो दिन प्रभुले हामीले गर्न नसक्ने काम पुरा गर्नुभएको छ। त्यो दिनमा उहाँले हाम्रा सबै पाप, गल्ती, भुलहरू र निराशाहरूको मूल्य तिरिदिनु भएको छ। त्यो क्रुस केवल स्मारक वा प्रतीक मात्र होइन, यो हाम्रो नयाँ पहिचान बनेको छ। अब हामी केवल पापी होइनौँ, हामी
स्वतन्त्र छौँ, किनभने त्यो क्रुसमा उहाँले हामीलाई मुक्त गर्नुभयो। धन्यवाद।